हेलो एभ्रिवान, सबैलाई स्वागत छ मेरो युट्युब च्यानलमा। र आज चाहिँ मैले यहाँ हजुरहरूलाई यो मौरीको घार चाहिँ अवलोकन नगरे चाहिँ लगभग 2 महिना जति भयो। त्यही भएर आज मैले यो मौरी चाहिँ अवलोकन गर्न गइरहेको छु। हजुरहरूले पनि मैले जस्तै गरी अवलोकन गर्नुहोला। हुन चाहिँ हप्तामा एकचोटि चाहिँ गर्नुपर्ने हुन्छ, तर मैले चाहिँ नभ्याएको हुनाले म चाहिँ घरमा थिएन। त्यही भएर 2 महिना भयो यसको चाहिँ मौरी अवलोकन गरिएको थिएन। त्यही भएर अब के भयो, भित्र झिल्साहरू लाग्यो कि या पुरै सखापै भयो कि हेर्नुपर्छ। तर मौरी चाहिँ उडिरहेछ अलिअलि, यहाँ यसरी उडिरहेछ हैन। अलिअलि एउटा दुइटाले पोलाउन पनि ल्याएछ हो। एउटा दुइटाले पोलाउन ल्याएछ भनेपछि राम्रै काम गरेछ कि के कस्तो छ हेरौँ है त। अब चैत महिनामा चाहिँ यसलाई 2 घार बनाउनु पर्ने हो, 1 घारबाट। तर के छ अवस्था हेर्न पर्यो। त्यसपछि बल्ल अवस्था बुझेपछि 2 घार बनाउन सकिन्छ। कम्तीमा 2 घार बनाउनलाई चाहिँ फ्रेममा चाहिँ 9 देखि 10 वटा फ्रेम भरिभरि चाकाहरू लागेको हुनु पर्यो र अन्डाहरू पनि हुनु पर्यो। अन्डा अनि प्युपाहरू, लार्भा सबै हुनु पर्यो। त्यसपछि बल्ल चाहिँ हामीले 2 घार बनाउन सकिन्छ। र के छ अवस्था मैले हेर्छु है त। यसलाई चाहिँ सुरुमा यसरी ठकठक हान्नुपर्छ। टकटक हानेपछि चाहिँ यिनीहरूलाई कुनै सङ्केत हुन्छ, ल है हाम्रो चाहिँ यहाँ मौरी चाहिँ घार हेर्दैछ भन्ने हुन्छ। यसरी पहिला ढक्कन खोलौँ। ढक्कन खोलिसके पछाडि यो जुटको बोरा यहाँ पुरै मैले चाहिँ यो पुरै फ्रेम नहालेको भएर, नत्र पुरै हालिसक्थ्यो। पुरैमा यहाँ लास्टसम्म हाले रहेछ चाका। देख्न सक्नुहुन्छ हजुरहरूले, पुरै यो मौरी टनाटन रहेछ। 1 2 3 4 5 6 7 8 वटा फ्रेममा चाहिँ मौरी रहेछ। 7 वटामा रहेछ मौरी पुरै। अब यसलाई चाहिँ हामीले एउटा एउटा गरेर हेर्नुपर्छ। झिल्सा लागेछ, यहाँ देख्न सक्नुहुन्छ। यो अलिअलि यो झिल्सा लगाएर पुरै फोहोरो भएको यो झिल्साको दिशाहरू भनौँ। भित्र के छ अवस्था है त। यसलाई निकाल्छु मैले बिस्तारै। ओहो, भित्र त फोहोरो भएछ पुरै। पुरै यहाँ झिल्सा लाग्न भ्याएछ है। तर यो अब सबै एउटा एउटा यो निकालेर सफा गर्नुपर्ने हुन्छ। सफा गर्नलाई यहाँ अरिङ्गल पनि आइसकेको छ। यसलाई अब सफा गर्न मैले माथि एउटा अरिङ्गल मौरीलाई यो पहिला यता राखौँ। यसरी अब आफूसँग छ भने त अब घारमा राख्दा हुन्थ्यो। मसँग घार उपलब्ध छैन। यसरी बाहिर राख्न नि सकिन्छ। त्यसपछि सफा गर्ने यसरी। झिल्सा लगाएर पुरै सिधिसकेको रहेछ कि।
यो हाम्रो चामलमा हुने किरा हो के यो झिल्सा पर्ने भनेको त्यही हो। यहाँ रहेछ यति मोटो झिल्सा, यति ठुलो किरा रहेछ। ल हेर्नु यत्रो ठुलोले त पुरै मौरीको लार्भाहरू सबै खाइदिन्छ नि त। ए यसरी पुरै निकालेर सफा गर्नु होला है। नि पुरै यसमा पनि रहेछ यहाँ झिल्सा। यहाँ हिँडेको हेर्नु, यहाँ हिँडेको छ है यतातिर। पुरै 3टा रहेछ। झिल्सा पार्ने भुस्ना हो क्या यो आयो भित्र। झिल्सा पार्ने भुस्ना भनेको यही हो, मसिनो हुन्छ उडिरहेछ।
माथि चढी भ्या रहेछ झिल्साहरू। यता नि खाएछ नि त, सबै यो खाएको झिल्साले हो। यसरी पुरै एउटा एउटा गरेर सफा गर्नु होला र फेरि यस्तै गरी राख्दिनु होला। पुरै भरिया छ। यो रानी मौरी हो, लामो हिँडेको है, बिस्तारै हिँडेछ नि त, त्यो अन्डा पार्नलाई हो कि हिँडेको, बिस्तारै हिँडेछ। पुरै यो निक्लिन लागेवालाहरू छ क्या यसमा, हेर्नुहोस् अलि नै निक्लिन्छ यो। यसरी च्याट्ट मिलाएर राखिदियो भने उनीहरूले राम्रो काम गर्छ। मैले यो फागुनको पहिलो हप्तातिर हेर्दै भए अहिले यो ठ्याक्कै 2टा बनाउन मिल्थ्यो, तर केही छैन। यो अबको 1 हप्तापछि त यो 2टा बनाउन मिल्छ।
बुसुनाई कति सानो हो कि यो मौरी फेरि खान नपुगेर हो कि सायद यसरी टाइममा सफा गऱ्यो भने झिल्सा निकालिदियो भने राम्रो हुन्छ। यिनीहरूले सन्तान वृद्धि गर्छ। हामीलाई छिटोभन्दा छिटो महहरू दिनलाई त अब कामदार धेरै चाहियो नि त हैन। त्यही भएर कामदार बढाउनुको लागि चाहिँ यसलाई अब अहिलेलाई अब अन्डा नपारेको जुन खाली फ्रेमहरू यो चाकाहरू भएको चाहिँ मैले राखिदिएको छु बिचमा तिनीहरू अन्डा पार्छ। अनि अर्को हप्ता अर्को चाका चाहिँ ल्याएर दुईटा थपिदिनु पर्छ। यहाँ 8 वटा मात्रै छ। यतातिर खाली हालिदियो भने टनक्कै हुन्छ। त्यसमा पनि अन्डा पार्छ। त्यसपछि अनि बच्चा पुरैमा भरेपछि हामीले चाहिँ अनि दुईटा घर बनाउन सकिन्छ। यस्तै गरी चाहिँ गर्नु होला। अब यसलाई चाहिँ छोपिदिने हो। यसरी बोरा राखिदियो भने तातो हुन्छ। अहिले पनि अब मौसम दिउँसो मात्रै हो गर्मी भनेको, बिहानमा त जाडै छ। त्यही भएर यो राखिदिनु पर्छ बोरा। यसरी यस्तै गरी गर्नु होला है त। मैले अब जानेको आइडियाहरू सेयर गर्ने हो हजुरहरूलाई। यदि मन परेदेखि भिडियो मन परेदेखि चाहिँ च्यानललाई सब्स्क्राइब गर्नु होला। र यस्तै मौरी सम्बन्धी भिडियोहरू आइरहन्छ यो च्यानलमा चाहिँ। बी लभर सोमबहादुर युट्युब च्यानलमा चाहिँ यस्तै मौरी सम्बन्धी भिडियोहरू आइरहन्छ। मौरी बनाउने, मौरी घर बनाउने, त्यसपछि मौरी विभाजन गर्ने, यसरी चाहिँ अवलोकन गर्ने सबै भिडियोहरू चाहिँ बी लभर सोमबहादुरमा चाहिँ युट्युब च्यानलमा आउँछ है त। च्यानललाई सब्स्क्राइब गर्नु होला भन्न चाहन्छु फेरि पनि, यदि सब्स्क्राइब गर्नुभएको छैन भने। र फेरि पनि नयाँ भिडियो लिएर आउनेछु अर्को हप्ता भन्दै बिदा हुन चाहन्छु है त।